लगाएछ हामी चाहिँ बौद्ध जोरपाटीतिर छौँ होइन। अब हामी चाहिँ बौद्ध जान लाग्यो, अलि बौद्ध पनि हामी जानेछौँ। हामी चाहिँ दसैँ आएर होला, एटिएममा पैसै छैन रहेछ है। जता पनि लाइनै पैसै नराखेको थियो दसैँ भएर हो। हामी चाहिँ अहिले जोरपाटीमा हो। हामी चाहिँ जोरपाटी जान लाग्यो, जोरपाटीभन्दा अगाडि अनि बौद्धमा जान लाग्यो होइन। बौद्ध आउने लोकेसनहरू देखाउँछु। यहाँबाट आयो भने चाहिँ जोरपाटी त्यो सिन्धुपाल्चोक साँखु हुँदै आउँछ भने यताबाट चाहिँ फेरि साबेल गोम्बुबाट आउने यताबाट हो। अनि साबेलबाट चाहिँ यताबाट, अनि यताबाट चाहिँ फेरि जोरपाटी मात्र आउँछ है। हामी चाहिँ यो अब बौद्धको मेन गेटमै पुग्यो भनौँ है। अब थोरै छ, हामी चाहिँ त्यहाँ पुग्न आँटिसक्यो। हामी चाहिँ आगुलाई हिँड्दै हो। हामी चाहिँ बौद्ध देखाउँछौँ हामी तपाईँलाई, बौद्ध शस्त्र लगाएर। यो चाहिँ हाम्रो बौद्धको मेन गेट यहाँ हो। यस्तो यस्तो छ यहाँबाट चाहिँ बौद्ध मेन गेट, बौद्ध यहाँ चाहिँ हाम्रो बौद्ध भयो। बौद्धको मेन गेटबाट हामी भित्र छिर्यो। अनि यहाँ चाहिँ बौद्ध हो। यसको वरि दायाँ बायाँ बौद्ध आइसक्यो। सानो बहिनी पनि हिँडिरहेछ है। सरी पुग्न दियो, बाबा भेट्छ अहिले। लगाइसक्यो चाहिँ हाम्रो बौद्ध भयो। अनि चाहिँ यहाँ ठ्याक्कै बौद्धको राउन्ड हान्दै हो बौद्धतिर। अनि मसँग चाहिँ मेरो छोरी छ यसरी। यो घुमाउने तिमी, यो घुमाउने घुमाउ त सक्छ? आधारले घुमाइदियो त्यसरी त्यसरी ल होइन। अनि यहाँ माथि पनि जान पाउँछ। अहिले चाहिँ खै टिकट ल्याउँछ कि ल्याउँदैन त्यो चाहिँ थाहा भएन। यहाँ माथि चाहिँ जान पाउँछ। यसको माथि त्यहाँ माथितिर हेर्न अहिले त मान्छेहरू देखेन सायद, अहिले बन्द छ कि के हो। अहिले चाहिँ जान पाउँछ पाउँदैन थाहा भएन। अनि एकचोटि चाहिँ हामी गएको थियौँ। अनि त्यो बेलामा चाहिँ फ्री थियो, टिकट लिएको थिएन। अहिले चाहिँ थाहा छैन टिकट ल्याउँछ कि ल्याउँदैन। हामी चाहिँ अहिले त्यो राउन्ड हान्दै हो। भेट्छ क्या तिमी बिस्तारै हिँड्यो नि भेट्छ क्या, नकुदा। यहाँबाट हिँड्न, यहाँ शीतल छ। अब त्यहाँबाट शीतल छ, घाम आउँदैन। ऊ देख्यो अलि घाममा गयो क्या तिमी। छोरे छोरे मेरी, तिमी घाममा गयो क्या। यहाँ शीतलबाट आऊ भनेको झन्, यहाँ शीतलबाट। आज चाहिँ बन्द रहेछ। तपाईँहरू टिकट यसो रिक्वेस्ट गऱ्यो भने चाहिँ पठाउँछ होला। हामी चाहिँ अहिले काम मन छैन। अनि पहिला पनि गइरहेको नि त, अनि माथि जान पाउँछ। गेटहरू चाहिँ माथि जाने गेटहरू चाहिँ बौद्धको यस्तो यस्तोहरू हुन्छ। घर माथि जानु पाउँछ त्यसो भएर। हामी चाहिँ अब
बौद्ध राउन्ड हाने होइन अघि पनि अघि देखाइरहेको भिडियोहरू हो हामी चाहिँ राउन्ड हानेको अनि यहाँ चाहिँ हाम्रो प्रेम भाइ गीता मिस अगाडि लीला मिस अनि दाइ हाई गरिदियो हेलो बोइज व्हाट्स अप दाइ हो आजको 70 अनि हामी चाहिँ हिँडिरहेको गोलाकार सारीले गाली गर्दै त्यस्ताहरु नगराउनु त्यसो नेचुरल हुन्छ यसो त राम्रो भनि पर्दैन नि भाइ गरे अनि के रहेछ भन्दा हेर्छ मान्छेले हेरेर भ्यू आयो हेर पनि फोकस हेर्ने ना ना पर्दैन त 80,000 देऊ 80,000 देऊ फोटो अनि हामी चाहिँ अब मेन गेटमा आइपुग्यो यहाँ चाहिँ पाहुनाहरू पनि हुनुहुन्छ हामी चाहिँ अब मेन गेटमा आइपुग्यो नि